दिएकोलाई दिएको भन्नुपर्छ अधर्मी बोल्नु हुँदैन कसैले अनि माग्दा पनि अन्डा दिन्छ अनि यहाँ एउटा भिडियोमा एकजना महिलाले यस्तो भनेको छ कि सृजना म्याडमले पैसा खाएर हामीलाई दाल र सुक्खा रोटीमा हामीलाई यहाँ पानी धरि पिउन नदिएर यस्तो बिजोग बनाएको छ सृजनाले पैसा कति खाएको छ कति के गरेको छ र हामीले दाल र सुक्खा रोटीको झोलमा हामीलाई यहाँ तडपाएर मार्नु आँटिसक्यो के गरेको सृजना म्याडमले यस्तो यो राम्रो होइन भनेर सृजना म्याडमलाई एकदम आरोप लगाएको छ के यो सत्य हो भएपछि अहिले त्यहाँ तोडफोड हुँदैछ सबै मान्छे निस्किँदैछ पुरा सेक्रेटरीहरूले कुटपिट गर्ने सृजना म्याडमले के गर्नुहुन्थ्यो साइनो लगाएर बोल्नु दिदी बहिनी भयो भने दिदी बहिनीको साइनो लाउनु किनभने बढी हुन्छ कम्ती पनि हुन्छ त्यही अनुसारको दिदी बहिनीहरूलाई बोलाउने हो कोसिस गर्ने हो मुख नछाड्ने भनेर सृजना म्याडमले सम्झाएर जानुभएको सृजना म्याडम हुँदाखेरि धेरै राम्रो थियो अहिले चाहिँ लापरवाही भयो उहाँ गइसकेपछि धेरै अब तिजमा हामीसित गएर सामेल भएर तिज मान्नु भएको सृजना म्याडमले हामी नराम्रो भन्दैनौँ उहाँलाई हात मिलाएर मैले लागेर के भने सृजना म्याडम जाँदै हुनुहुन्छ सृजना म्याडम जानुभन्दा अगाडि नै मलाई एमएससी जानु दिनुहोस् मलाई लैजानुहोस् नाम हालेर उहाँलाई भन्छु र मेरो पैसा र ब्याग झिकै माग्छु अफिसबाट भनेर भन्दा होइन मिल्दैन तिमीहरूलाई पटक पटक कहाँ लाने हामी भनेर भन बाजेले हामीलाई एकताल पनि ल्याएन तर त्यो हो सृजना म्याडम हुँदाखेरि चाहिँ उहाँले धेरै सुरक्षा थियो उहाँ हुँदाखेरि